सम्पूर्णमा नमस्कार। मेरो नाम जीवन बहादुर साई। आज म यस भिडियोमा गभर्नेन्सको बारेमा केही चर्चा गर्न गइरहेको छु। गभर्नेन्स अर्थात् इलेक्ट्रोनिक गभर्नेन्स नेपालको शासन प्रणालीमा विद्युतीय उपकरणहरूको प्रयोग कसरी गर्नुपर्छ अथवा गरिन्छ। मुख्यतः यो अलिक टेक्निकल भएको कारणले चाहिँ अलि टेक्निकल शब्दहरूको प्रयोग हुन सक्छ। गभर्नेन्समा चाहिँ तपाईको इन्फर्मेसन आइटी इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजिजहरूको युज पब्लिक एडमिनिस्ट्रेसनहरुमा पब्लिक अफिसहरुमा हैन कसरी युज गर्ने र कामलाई छिटो छरितो प्रोपर सर्भिस डेलिभरी हैन क्विक सर्भिस डेलिभरी कसरी गर्ने, जसले गर्दा ट्रान्सपेरेन्सी होस्, एकाउन्टेबिलिटी होस् हैन, अनि मोर पब्लिक इन्गेजिङ होस्, पब्लिकको पार्टिसिपेसन बढोस् हैन, करप्सन घटोस् भन्ने तरिकाले चाहिँ सरकारी अफिसहरुमा चाहिँ आईटी को प्रयोगलाई कसरी बढाउने भन्ने कन्सेप्ट नै चाहिँ गभर्नेन्स हो। अहिलेको यो 21औं शताब्दीमा जहाँ एआई ले डोमिनेट गरिरहेको छ, एआई को जमानामा नेपालका कार्यालयहरुमा, सरकारी कार्यालयहरुमा ती पुरानो पेपर वर्क कागजी प्रणाली चलिरहेको कारणले चाहिँ नेपालको विकासले, नेपालको प्रशासनले द्रुत गति लिन नसक्नु एउटा प्रमुख कारण छ। अबको युगमा विकास गर्नु छ, फड्को मार्नु छ भने एआई को प्रयोग लगायत इन्फर्मेसन एन्ड टेक्नोलोजी को प्रयोग अनिवार्य भएको छ। त्यो बिना त्यो आईटी को प्रयोग बिना कुनै पनि देश अगाडि बढ्न लगभगै असम्भव छ। त्यसैले चाहिँ म सरकारलाई, पालिकाहरूलाई के आग्रह गर्छु भने र आम जनताहरुमा पनि एउटा के अवधारणा विकसित गर्नु आवश्यक छ भने एआई को नलेजले, एआई मात्र नभनौं, इन्टरनेटको पहुँचले, इन्टरनेटको नलेजले, इन्टरनेटको प्रयोगले मात्र अगाडि बढ्न सकिन्छ। त्यो चाहे त्यो सरकारी कर्मचारी होस्, चाहे हामीहरुको व्यक्तिगत जीवनमा होस्। त्यो भयो एआई को अवधारणादेखि लिएर केही सुरुवाती खण्ड भयो। त्यसपछि चाहिँ अब म कानुनी पाटोतिर जान चाहन्छु। नेपालमा यसको कानुनी व्यवस्था के छ, यसलाई दुई तरिकाले हेर्न सकिन्छ। एउटा संरचनात्मक व्यवस्था के छ नेपालमा, अनि अर्को चाहिँ यसको कानुनी कानुनहरू के छन् भन्ने तरिकाले हेर्न सकिन्छ। अब संरचनात्मक इन्स्टिट्युसनल फ्रेमवर्कको कुरा गर्नुपर्दा नेपालमा चाहिँ टप लेभल गभर्नेन्स बडिजहरू चाहिँ आईटी रिलेटेड चाहिँ सुरुमा चाहिँ गभर्नेन्स बोर्ड छ, जो कि मन्त्री परिषदको अन्डरमा आउँछ, जसमा चाहिँ नेपाल सरकारको मुख्य सचिव चेयरपर्सन भएर अरु मन्त्रालयका सचिवहरूले चाहिँ पोलिसी लेभलको काम गर्छन्, जसले चाहिँ एउटा महत्त्वपूर्ण डकुमेन्ट पनि ड्राफ्ट गरेको छ, जो कि डिजिटल नेपाल फ्रेमवर्क 2019 हो सायद, त्यो बनाएको छ, जसले चाहिँ नेपालको गभर्नमेन्ट सर्भिसलाई कसरी डिजिटलाइजेसन गर्ने हैन, त्यसका फाउन्डेसनहरु, डिजिटल फाउन्डेसनहरुलाई कसरी बढाउने। फर एक्जाम्पल डिजिटल फाउन्डेसन मुख्यतः 4 वटा फाउन्डेसनलाई तोकेको छ। एउटा चाहिँ फिजिकल इन्फ्रास्ट्रक्चर कसरी पुर्याउने, त्यसपछि प्रोपर इन्टरनेट सर्भिस, ब्रोडब्यान्ड भन्छ, त्यसलाई कसरी गाउँमा इन्टरनेट पुर्याउने भन्ने कुरा भयो। अर्को चाहिँ इन्टरनेट पुर्याए पनि त्यहाँका आम जनताहरुलाई चाहिँ इन्टरनेटको बारेमा शिक्षित कसरी गराउने, त्यसलाई युज गर्न कसरी सिकाउने हैन, जसलाई पब्लिक अवेरनेस भन्छ भन्न, त्यो आईटी सँग रिलेटेड अवेरनेसहरु पुर्याउनु पर्यो। अर्को फाउन्डेसन पार्ट भयो। अनि अर्को चाहिँ अब आईटी रिलेटेड क्राइमहरु पनि हुन्छ, त्यसलाई लको परिधिभित्र कसरी राख्ने। अब थुप्रै साइबर लजहरु बनाउने, थुप्रै एक्टहरु बनाउने हैन, अनि त्यसलाई चाहिँ नियन्त्रण गर्ने क्राइमहरु भन्ने यो 4 वटा पाटो भयो। यो 4 वटा पाटोलाई चाहिँ डिजिटल नेपाल फ्रेमवर्कले चाहिँ मुख्य पोलिसी लेभलको रूपमा चाहिँ गाइड गरिरहेको अवस्था छ। त्यस्तै अर्को इन्स्टिट्युसनल बडीको कुरा गर्नुपर्दा मिनिस्ट्री अफ कम्युनिकेसन एन्ड टेक्नोलोजी भइगयो हैन, सञ्चार मन्त्रालय भइगयो हैन,
सञ्चार मन्त्रालय अन्तर्गतको नै डिपार्टमेन्ट अफ आइटी भयो होइन, विभाग भयो नि त। विभागले चाहिँ अब पोलिसी लेभलको काम गर्छ, कुनै एक्टहरूमा चाहिँ होइन, ऐनहरू संशोधन गर्नेदेखि लिएर होइन के पोलिसी लेभलको काम, पोलिसीहरू बनाउने काम होइन, पेपरवर्क बढी गर्छ त्यसले होइन। विभाग अन्तर्गत नै नेसनल आइटी सेन्टर छ होइन, नेपालको आइटी सेन्टर, जसले चाहिँ नेपाल गभर्मेन्टको थुप्रै डोमेनहरू बनाउने होइन, वेबसाइट्सहरू बनाउने, एप्सहरू बनाउने होइन, दुईवटा मिनिस्ट्री अथवा दुईवटा पब्लिक अफिसहरूको बिचमा चाहिँ कसरी इन्टर कनेक्टिभिटी बढाउने, इन्टर अपरेटिभिटीलाई कसरी बढाउने भन्ने कुरा चाहिँ यसले हेर्छ। र अरू आइटीसँग रिलेटेड कुनै पनि समस्या होइन, यदि अथवा ह्याक भयो, ल्याग भयो होइन, त्योसँग रिलेटेड यदि टेक्निकल इस्युजहरू यो नेपाल आइटी सेन्टरले हेर्छ, जो कि सिंहदरबारभित्र अवस्थित छ। इन्साइड विभाग अन्तर्गत नै हो यो पनि। अब यो भइसकेपछि अरू तपाईँको इन्स्टिट्युसनल मेकानिजम अरू के हुनसक्छ, रेडियो नेपाल भइसक्यो होइन, नेपाल टेलिकम्युनिकेसन भयो होइन, रेडियो नेपाल होइन, यिनीहरू चाहिँ अब अरू थप एक्स्ट्रा गभर्निङ बडिज इन्स्टिट्युसन्सहरू भयो। त्यस्तै अब एक्टहरू लजहरूको कुरा गर्नुपर्दा नेपालमा चाहिँ यो डिजिटल नेपाल फ्रेमवर्क मैले अघि नै भनिसकेँ होइन, त्यो चाहिँ आइसकेको छ। अब यो पनि अलि आउटडेटेड भएको कारणले डिजिटल नेपाल फ्रेमवर्क 2.0 आउँदैछ, जो कि अहिले ड्राफ्टिङ फेजमा छ। अनि त्यस्तै यसकै एउटा ब्लु प्रिन्ट आउँदैछ होइन। ब्लु प्रिन्ट भन्नाले अब यसलाई कसरी चाहिँ प्र्याक्टिकली इम्प्लिमेन्ट गर्ने, एउटा डिजिटल नेपाल फ्रेमवर्कको एउटा इन्ट्रेस्टिङ फिचर्स के छ भन्दा चाहिँ त्यसले चाहिँ 8वटा मुख्य सेक्टरहरूलाई चाहिँ फोकस गरेको छ, जस अन्तर्गत चाहिँ एग्रिकल्चर, एजुकेसन होइन, टुरिज्म होइन, अनि लगायतका अरू हेल्थ भयो होइन, अरू सेक्टरहरूलाई चाहिँ इन्क्लुड गरेर चाहिँ त्यति सेक्टरहरूमा मुख्य आइटीको फोकस लिएको छ। अनि 80वटा प्रोजेक्टहरूलाई यसले इनिसिएट गरेको छ। त्यहाँ 80वटा प्रोजेक्ट्सहरू जो आइटी रिलेटेड प्रोजेक्ट छन्, जसले चाहिँ अलि नेपालमा अलि इन्ट्रेस्टिङ आइटी रिलेटेड प्रोजेक्टहरूलाई चाहिँ बढावा दिन सक्छ। त्यहाँमध्ये केही मध्ये चाहिँ जस्तै एउटा छ ई हाट प्रोजेक्ट भन्ने छ। ई हाट प्रोजेक्ट भनेको चाहिँ जस्तै नेपालमा हाट बजारहरू छन्, ई हाट बजार प्रोजेक्ट होइन, सम्पूर्ण हाट बजारहरूलाई चाहिँ एउटै प्लेटफर्मभित्र, एउटै डिजिटल प्लेटफर्मभित्र इन्क्लुड गरेर चाहिँ फार्मरहरूले आफ्नो प्रोडक्सन, लोकल प्रोडक्सनलाई चाहिँ त्यही एप अथवा वेबसाइटको माध्यमले चाहिँ प्लेस गरेर त्यहीँबाट चाहिँ फेयर प्राइसहरूमा चाहिँ कस्टमरलाई दिने होइन। त्यसरी चाहिँ नेपालभरिका यी हाट बजारहरूलाई जोड्ने एउटा प्रोजेक्ट्स रन गरेको छ। अब कतिको यसको इम्प्लिमेन्टिङ फेज कतिमा छ, जस एउटा कन्सेप्ट चाहिँ छ, त्यसको कसरी कार्यान्वयनको चरण कहाँसम्म पुगेको छ भन्ने कुरामा अझै पनि प्रश्न चिन्ह नै छ। त्यस्तै अर्को एउटा नेसनल गेटवे, डिजिटल पेमेन्ट गेटवे भन्ने छ होइन, जसमा चाहिँ नेपालमा लागु हुने सम्पूर्ण सरकारी फिजहरू छ नि, त्यो फिजहरू चाहिँ यो प्राइभेट ई सेवा होइन, यो फोन पे होइन, खल्तीबाट चाहिँ त्यसलाई इन्टरलिङ्क गरेर चाहिँ त्यही माध्यमबाट चाहिँ हामीले डाइरेक्टली हामीले विदाउट एनी फिजिकल क्यास हामीले डिजिटल पेमेन्ट गर्न सक्छौँ होइन। नेसनल डिजिटल पेमेन्ट गेटवे समथिङ के भन्छ होइन। यो पनि एउटा इन्ट्रेस्टिङ फिचर्स छ, जसले गर्दा चाहिँ धेरै डिजिटलाइजेसनमा जान हामीलाई मद्दत गर्छ। त्यस्तै लगायतका थुप्रै अरू 80वटा प्रोजेक्ट्सहरू छ। अरू लजहरूको कुरा गर्नुपर्दा हामीसँग इलेक्ट्रोनिक ट्रान्जेक्सन एक्ट छँदैछ, जसले चाहिँ हाम्रो यी डकुमेन्ट्सहरूलाई चाहिँ लिगलाइज गरेको छ होइन। त्यसलाई पनि लिगल म्यान्डेट दिएको छ, डिजिटल सिग्नेचरहरूलाई लिगल म्यान्डेट दिएको छ। अनि त्यसपछि तपाईँको मुख्यतः साइबर क्राइमहरूलाई पनि एउटा पनिसेबल अफेन्सको रूपमा पनि यसले वर्गीकरण गरेको छ। त्यो भयो। अनि अरू एक्ट्सहरूको कुरा गर्नुपर्दा अरू थुप्रै एक्ट्सहरू अब ड्राफ्टिङ फेजमै छ, जस्तै ई गभर्नेन्स एक्ट, त्यो अलि पारित हुनै बाँकी छ होइन, त्यो आएकै छैन, जसले चाहिँ नेपाल अलि थुप्रै मोडर्न कन्सेप्टहरूलाई, एआईको कन्सेप्टहरूलाई होइन, यो नयाँ डेटा सेन्टर खोल्ने, ब्याकअप डेटा सेन्टर खोल्ने भन्ने उहरू पनि प्रोभिजन्सहरू पनि यसले इन्क्लुड गरेको छ होइन। त्यस्ता फेजहरू ड्राफ्टिङ फेजमै छन्।
लगायतका यी सम्पूर्ण कुराहरू चाहिँ नेपालको ई गभर्नेन्सको बारेमा यो केही कानुनी पाटो र केही अवधारणागत कुराहरू भए। हस्।